हेलो गाइज, नमस्कार सबैजनालाई। वेलकम छ फेरि पनि मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले एउटा नयाँ ब्लग लिएर आएको। त्यो ब्लग के हो भन्दा चाहिँ हामी मुखबान गर्न लागेको आज बहिनीहरू म 2-3 जना मिलेर। अनि के को मुखबान गर्न लागेको त्यो चाहिँ हामी फेरि बनाउँदैछौँ, त देखाउँछ। यहाँ बनाउन स्टार्ट भइसक्यो। यहाँ टमाटर काट्नु भयो, प्याज, चटपटी बनाउनु भएको। चटपटेर के बनाउने हो? करेन्ट त चटपटे पुरै हाल्दिने हो के तिरवार मरिन्छ क्या हो। भोलि टोइलेटतिर बासिन्छ। मम्मीहरू त्यहाँ बस्नु भयो। मम्मी हाई हेल्लो गर्नु। आन्टी हेल्लो गर्नु न। आन्टी बन्दै छ, अझै रेडी भएको छैन। यहाँ चाहिँ करेन्ट उम्टिँदैछ। कलर नहालिकन सिम्पल कलर हाल्ने। धेरै अमिलो पनि ठिक्क। घरमा बनाउँदा किन धेरै बनाउने कुक यहाँ हुनुहुन्छ। चटपटे कुक। हाम्रो चाहिँ यहाँ सेटअप हुँदैछ। यहाँ चाहिँ कन्ट्रोल नभएर 2-3 चम्मच गइसक्यो। यहाँ सेटअप हुँदैछ। अब हामी खान्छौँ। स्टार्ट गरिसकेछौँ, अब खान्छौँ। त्यस्तो च्यालेन्ज होइन, अनि पुरा गर्दै खाँदै गर्छौँ। हामी चाहिँ म भाउजू चाहिँ आत्तुरी भयो मलाई अघिदेखिबाट। गइसक्यो ग्यास छ बिचमा खाएर स्टार्ट गरिने। हामी चाहिँ स्प्राइट चाहिँ यता खाइ हातपत हुन्छ। त्यस गरौँ कतिसम्म त गइसक्यो त करेन्टको। त्यस गरौँ के लरा देखिन्छ नि लरा पनि ल ल भएन कि के थिएन। त्यसले मिक्सै गरिने राम्रोसँग। त्यो भएर यहाँ के अरे ल नजोड्दै खाएन। सक्यो कि छ र बेयो एउटा उसमा हालेको चाहिँ चटपटे। तर म त कति धेरै टाइममा खाएँ क्या। ठिकै लाग्यो। त्यो रोग लगाएपछि मान्छेले रोग लागेपछि अलिक खाना बनाउँदै बिहान गरिदिनु भनेको नि त। हामी त खाएकै जस्तो देखिँदैन। मलाई खालि 20वाला गजब अलिकति लाग्छ। बासमा के अलिकति सेतोवाला खाने मलाई टुप्रेमको बासमा मन पर्दैन। अर्को कालो खाले लिएर जानु भन्ने कालो भएको सधैँ मलाई त भिडियो हालेको थियो अरूको कालो लिएर लाग्यो। करेन्टमा त कालो त्यस्तो कालो हुँदैन, यस्तो त हुँदैन। मलाई नर्मल पानी बनाएको त्यो बाहिर थियो। त्यहाँ बेला ल्याइदिएँ कुन राम्रो जानु पाएर गयो। बाहिर चिन्ता भएको मम्मीहरू चाहिँ बाहिर बसेर खाइराख्नु भयो। हामी चाहिँ 2जना भित्र केही भन्नु न तपाईँहरूलाई। तिमी मात्रै खानु के भन्ने खाने बेला बोल्नु क्या। त्यस्तै चाहिँ हाम्रो मुखबान चाहिँ आगोचोटि गरिबवाला पनि बनाउँछौँ। यति खाँदै मात्र गर्ने। नै हाम्रो मुखबान च्यालेन्ज भनेर भन्छ।
नि हाम्रो च्यानललाई हाम्रो भाउजूको च्यानललाई लाइक सब्सक्राइब गर्न नभुल्नु होला सबैले गरिदिनु है त भनिसक्नु भयो मिठो भयो नै यसरी पनि भइहाल्छ मोटा मुखबानको बिचमा लडाइँ होला जस्तो है ल ट्रेनमा बिचमा बसेर लडाइँ हुन्छ भनेर तल सकिन्छ क्लास एकनाले पेट भरेर यसपालि नखायो यो काम यो रास्तामा मलाई देखेको भाउजूलाई त बिच निस्किँदा नाक होला अहिले साइड साइडमा यो आसुले मनिका गयो अब पिउड्यो सोच्नु कि अब आठ होला तिमीमा कतिको भयो लास्टै भाइ आलु त पहिले चल्यो टन्ने हाल्छ एकचोटि हाल्यो अहिले अहिले हालिदिने आयो अहिले टन्ने हाल्यो आउनु चटनी पिरो खाऊ अब चटनी पिरो भएन भने त रानी कसरी खानु होला पिरो खानु सुरुमा उति हाल्दा पिरो भएको थिएन त्यो करेन्टको त सुत्दै त पछिबाट पिरो गराउँछ नि त त्यसपछि हामीले कस्तो खालको च्यालेन्ज ल्याउन पर्ने हो हजुरहरूले कमेन्ट गर्नु त्यही अनुसारले लिएर हुन्छ आफ्नो गर्नु आधीबाधी यो काम गरेर भेट हुने एक बच्चामा होइन अब तपाईँ खाना चाहिँ राम्रोसँग नदेखेको कि अनि फेरि एकचोटि क्यामेरा मिलाएँ मैले असल गरेर भना निस्केला जस्तो हुन्छ जस्तो नगर मलाई एक घुट्टी जति लाग्छ सबै यहाँ जति खाएर हाम्रो मुखबान मात्रै भयो कुराकानी केही भएन कुरा गर्नु नि त भुलको जब कुरा गर्नु लभ स्टोरी सुन्नु न पाएको कहाँतिर हजुरको लभ स्टोरी स्टार्ट कहिले भयो पक्ष गर दाइले झगडा तपाईँ त असम्भव दाइले हेर्दै हुनुहुन्छ भने के भन्ने दाइले खल्लो घरको भन्नु कमेन्ट गर्ने कसले गरेको भनेर दाइले कसरी कुन एङ्गलको भन्ने गरेको देख्नु मैले त गरेको थिएँ तपाईँको गर्नु लाग्दैन मलाई त किनकि अब दाइको थाहा नि त बाइक कस्तो भनेर पोल फुल्दै है यहाँ दाइको भन्छु नि मैले कतिले घर दाइ बिचार्दैन नि त्यही आउँछ अहिले त्यस्तै छन् त्यो त भाउजीले एक घुट क्यारी खाने होइन मलाई अब खान्न धेरै साँझ भात खाइन्न जस्तो हो त्यति भएछ त खाइन्न म खानु सक्दैन हामी मोटा मोटा खाऊँ कि हामी अगाडि पनि अब नखानु चाहिँ भात होइन खाइरहनु पर्छ नि मैले अब मोटा मोटा पुरै राख्नु पर्छ सबै मिक्स गरेको जहिले भयो खाना खानु मेरो तपाईँले चाहना
43 सबैले गरेको भन्नाले मतलब चिनेको जतिले हजुरलाई म भन्दिनँ कतिलाई लाज लाग्छ यस्तो छ युट्युबरको हालत भन्नुपर्छ अरे नआयो दिदा त थाहा भयो नि नआयो थाहा दिदाको सब्सक्राइब गर्दैछ 100 पुग्यो भने पार्टी गर्ने अनि होइन 1000 नहीं 100 के 100 कतिचोटि के थाहा भयो नपायो 100,000 पुगेर मैले युट्युब मोनिटाइज गरेँ भने मैले पार्टी दिनु भयो माथि 100 त्यसपछि 1000 पुऱ्याउनु पर्यो सबै साथीहरू सेयर गर्नु पर्यो साथीहरू सबैलाई अब सब्सक्राइब गरिदिनु भन्नु पर्यो पार्टी खानको लागि भए पनि कति दुःख लाग्छ सेयर गरिदिने भिडियो हेर्छन् सब्सक्राइब हाल्थ्यो भन्ने साथी पनि पोखरा मैले चाहिँ ढिलो खाने तर मैले आज छिटो खाएँ थोरै होइन म बराबरै हालेँ चटपट त बराबर हाल्दै थियो तर करेन्ट पनि मैले बराबरै हाल्छु थोरै हाल्नु पर्दैन तपाईँको थोरै थियो सबैभन्दा धेरै छ यहाँको थियो अनि त्यसको मेरो थियो हुन्छ नि यहाँ आएको ठुलो ठुलो चिचित त मेरो भाउ लाग्छ मेरो साइडमा चाहिँ मैले लोलिँदै रेस्टुरेन्ट पनि छ मेरो बजार चाहिँ काय अनुहार सकिन्छ अब हाम्रो मुखबान चाहिँ यस्तो भइरहेको हामीले के यतितिर खान यस्तो गाह्रो हुन्छ अरू युट्युबरहरूले क्या कति खानु नि पिरोवाला क्या कसरी खाँदैन मैले खाइरहने बानी पर्छ अलि दिन नखाएको अलि कस्तो पिरो भयो खान रियाक्ट खान्छ नि बुढो सक्दैन म त धेरै खान्छु भन्ने मान्छे अहिले थाक्नु सक्दैन मैले भइसक्यो मुखबान भनेर भिडियो बनाएको थिएँ मैले या च्यालेन्ज भनेरै पनिसमेन्ट दिन पर्ला जस्तो भइरहेको है आएको जस्तो भनेर बाइकिङ पिरियड भयो जस्तो अब धेरै दिनपछि खाएर होला मलाई पनि त्यस्तै पिरो भयो क्या धप्पा आफ्नो तपाईँले यो एक केजी बढ्यो होला म अहिले जोखिन जान्छु नहुन्छ म 2 केजी बढेँ अन्त 1 केजी त खाइए छैन होइन यसले त क्यालोरी बढी गराउने हो के क्यालोरी बढी मैले खाएर त फुल्लिने होइन क्या 1 केजी खाने बित्तिकै बढी भयो त्यो पिरो भयो क्या तपाईँ गरेन त हाल्नु भयो अलिअलि हालेको थिएँ एउटा सक्दिनँ भनेर तपाईँ खाने खानुहुँदैन आज मात्र आउनु होइन नबिना बाबुलाई कति खानुहुन्छ तिनीहरूको करेन्ट यो बेलामा खानुहुन्न है यस्तै खानु खोज्नुहुन्छ खाँदा मन लाग्छ कि तर सबपट्टि सादा बनाएर यता करेन्ट यस्तो हुन्छ होइन के मसलाहरू आफ्नो लागि भन्दा नि के भन्छन् तेल गर्नुपर्छ नि त अरूकोमा माया
साह्रै फुल्छ नि त त्यही भएर साउन्ड पनि ठुलो आउँछ क्या पंखाले सात 8,000 पर्छ फाइनल्ली मैले चाहिँ भ्याइसकेँ हो मलाई चाहिँ त्यो भयो म चाहिँ सक्दैन खाना के पनिसमेन्ट दिँदा ठिक होला कमेन्ट गर्दै कमेन्ट मलाई अर्को भिडियोमा पनिसमेन्ट वाला भिडियो लिएर आउँछु पुरै खेत रोप्छु त्यो खेत रोपेको खेत रोप्ने टाइम आउँदै हो खेत रोपाउँछ हामी एक्सेप्ट पनिसमेन्ट भनेर भयो नि त मेकअप गरिदिने हामीले जस्तो जाने पनि त्यस्तै नै ब्लाइन्ड वाला के आँखा बन्द गरेर हुन्छ लेडिज अझै टाइम छ मैले टाइम दिएको खानेमा खाएको छु अहिले आफ्नो टाइम मैले दिएको टाइम स्वीकारिने बाउजू 4-5 बजे आइसक्नु भयो है बाउजूलाई माया मेरो मन नगाएर पेटाउँदा स्प्राइटिङ लास्टमा त्यही रहेर पो स्प्राइट खाएर हो कि मैले चाहिँ पानी खाएको थिएँ यत्रो भयो खानु खानु 2 गिलास कोकाकोला ग्लासमा स्प्राइट खाने कमै हामीले चाहिँ कोकमा अब अहिले धेरै केमिकल छ नि त त्यही भएर स्प्राइट म त उसले भन्छ क्या के भन्छ पेप्सी होइन ड्यू म्याङ्गो जुस क्या अति गुलियो मात्र हुन्छ मम्मीले ड्यू भनिराख्नु थियो यहाँ पनि अन्तिममा छु म सियर निस्क्यो क्या मेरो ब्याग चाहिँ मम्मीलाई दिनेवालामा छु मम्मी थाल गरेको सक्ने भन्ने कारण सानो सानो मान्छे होइन खानु मेरो मगाइसकेको सुरुमा कसैले गर्काको खानु भयो नि त थोरै हुन्छ जस्तै हो कि सुरुमा त सबैलाई यस्तो सुरुमा हेर्दा यसले खान्छ जस्तो देखेको थिएन होला लाइभ इन गर्ने बोलेछ क्या अनि फेरि म लाइभ इन गर्नु भनेर फेरि आएँ बस्यौँ सुत्यौँ मोबाइल हेऱ्यौँ मेहन्दी पनि लगाएँ मैले बहिनीले लगाइदिनु भयो कस्तो भयो अनि भिडियो सुरुदेखि अन्तिमसम्म हेरिसक्नुभयो होला कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सुरु हो बल्ल नयाँ अनि भिडियो राम्रोसँग एडिट पनि भएन होला अलिअलि यस्तो गरेर पोस्ट गरे हो अनि माया गरिदिनु होला सबैले अब फेरि केही युज पऱ्यो भने अर्को नयाँ ब्लग नि लिएर आउनेछु अहिलेको लागि चाहिँ बाई गुड नाइट